उखु जुसर मेसिन पुरानो प्रविधिका मेसिन पटक्कै चलाउन छोड्नुस्। किन भन्दा कस्टमर आएर लाइन लगाएर बस्ने, यतातिर हामीहरूले भटभट 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 पारेर चाहिँ कस्टमरलाई वेट गराइराख्नुपर्ने झन्झटबाट अब तपाईँहरू मुक्त हुनुहोस्। ल हेर्नुहोस्, यो बिल्ड क्वालिटी 3वटा रोलरको 3 रुलरको उखु जुसर मेसिन यता देख्न सक्नुहुन्छ। टोटली 3 रोलरको उखु जुसर मसिन हो यो। यसलाई हामीले चाहिँ टाइट गर्न यहाँदेखि चाहिँ सकियो, यसलाई यहाँदेखि टाइट भयो। यसको लागि ऑइलिङको लागि चाहिँ हाम्रो यहाँनिर चाहिँ पाइप छ। यो मेसिनको वजन कम्तीमा पनि 130 देखि 135 किलोसम्ममा छ। यसित हामीले क्रम्पटनको जेन्युनली क्रम्पटन कम्पनीको मोटर चाहिँ दिएका हुन्छौँ। त्यो रिभर्स गियरसित मोटर सुल्टो पनि चल्ने र उल्टो पनि चल्ने मेकानिजमका साथ ब्रान्डेड मोटर, हाई क्वालिटीको हेभी ड्युटी मेसिन। यसमा 2 देखि 3 वटासम्म उखुलाई पनि तपाईँहरूले प्रोसेस गर्न सक्नुहुन्छ। त्यस्तै यतातिर 2 रोलरको स्टेनलेस स्टिलको एकदम हेभी ड्युटी मेसिन, यो पनि एकदमै हेभी ड्युटीमा छ। फुल्ली मेड इन इन्डिया मेसिन हो। योसँग हामीले पनि के दिने गर्छौँ भन्दा पुल्ली दिन्छौँ, मेसिनमा लाग्ने पुल्ली। अनि यसित इन्जिन आउँछ, होन्डाको इन्जिन। यो इन्जिनमा राख्ने बेस भयो। यो चाहिँ जुसर मेसिन भयो। हेर्न सक्नुहुन्छ स्टेनलेस स्टिलको। यहाँदेखि हामीहरूले यसलाई ऑइलिङ गर्न सक्छौँ। यहाँ देख्न सक्नुहुन्छ ऑइलिङ गर्न सक्छौँ। यसबाट निकालेको जुस एकदम स्पेशल रहने गर्दछ। यति मात्र होइन, हामीसँग 3 रोलरको सानो सस्तो मेसिन यदि खोज्नु भएको छ भने सस्तो मेसिन, अलि महँगो मेसिन यसरी चाहिँ रहेका छन् हामीसँग। टोटल्ली सिंगल फेजबाट चल्छन्। यिनी मेसिनलाई तपाईँले बत्ती भएको बेलामा बत्तीबाट चलाउने, बत्ती गयो भने इन्जिनबाट पनि चलाउन सक्नुहुन्छ। यी मेसिनसँग मोटर आएको हुन्छ, पुल्ली आएको हुन्छ, मोटर पुल्ली आएको हुन्छ, बोल्टदेखि हरेक कुराहरू आएको हुन्छ। गुणस्तरीय मेसिन यदि तपाईँहरूले खोजिराख्नु भएको छ भने, लो इफिसियन्समा उच्च गुणस्तरका मेसिनहरू खोजिराख्नु भएको छ भने, झन्झट रहित तरिकाले चाहिँ उखुको जुस बेच्ने व्यापार गर्न खोज्नु भएको छ भने अहिले नै भगवती मेसिनरी सप्लायर्सलाई सम्पर्क गर्नुहोस्।